एक पटक जर्मनीको उल्म नामको सानो शहरमा 14 मार्च 1879मा एक बालक जन्मियो। उसको नाम थियो अल्बर्ट आइन्स्टाइन। अल्बर्टको बाल्यकाल साधारण जस्तो देखिन्थ्यो, तर उनको मनमा संसार र प्रकृतिका रहस्यबारे अनन्त जिज्ञासा थियो। सानो उमेरदेखि नै उनी सित्तैमा खुट्टा मिलाएर खेल्नभन्दा गणित र विज्ञानको किताबहरूमा डुब्न रुचाउँथे। अल्बर्टका पिता हर्मन आइन्स्टाइन इलेक्ट्रिक इन्जिनियर थिए। घरमा कहिलेकाहीँ इलेक्ट्रिक उपकरणहरूमा काम गर्ने देख्दा अल्बर्टको जिज्ञासा अझ बढ्थ्यो। उनलाई जस्तोसुकै कुरा किन हुन्छ भनेर बुझ्न मन पर्थ्यो। कसैले भन्नासाथ उनी किन भन्दै प्रश्न सोध्दथे। जब अल्बर्ट 15 वर्षका भए उनका परिवारले इटाली सरे, तर अल्बर्ट पढाइमा अझ मस्त थिए। उनले स्विजरल्यान्डको चुरिचमा अध्ययन थाले। त्यहाँ उनले भौतिकशास्त्रको गहिरो अध्ययन गरे र नयाँ सिद्धान्तको खोजीमा लागे। 1905मा अल्बर्टले एउटा अद्भुत काम गरे। उनले विशेष सापेक्षतावाद स्पेशल थियोरी अफ रिलेटिभिटी नामक सिद्धान्त प्रकाशित गरे। यस सिद्धान्तले समय, दूरी र गति सम्बन्धी मानिसहरूको बुझाइ पूर्ण रूपमा परिवर्तन गर्यो। उनले एउटा सरल तर शक्तिशाली सूत्र पनि प्रस्तुत गरे, E=mc², जसले पदार्थ र ऊर्जा एउटै चीजका रूप हुन् भनेर देखायो। तर अल्बर्टको काम यतिमै सीमित भएन। पछि उनले सामान्य सापेक्षतावाद जेनरल थियोरी अफ रिलेटिभिटी प्रस्तुत गरे। यसले गुरुत्वाकर्षण र ब्रह्माण्डको रहस्य बुझ्न मानवतामा क्रान्ति ल्यायो। उनको योगदानलाई विश्वले धेरै सम्मान गर्यो। 1921मा उनलाई फिजिक्समा नोबेल पुरस्कार दिइयो। तर अल्बर्ट केवल पुरस्कारका लागि काम गर्दैनथे। उनी शान्ति, मानवाधिकार र विज्ञानको माध्यमबाट मानव जीवन सुधार्न चाहन्थे। अल्बर्टको जीवन सरल, सादगीपूर्ण र जिज्ञासाले भरिएको थियो। उनले देखाए कि ज्ञानको खोजी कहिल्यै रोकिँदैन र जिज्ञासा नै महान आविष्कारको जन्मदाता हो। अन्ततः 18 अप्रिल 1955मा 76 वर्षको उमेरमा उनी प्रिन्सटन, अमेरिकामा निधन भए। तर उनको विचार, सिद्धान्त र कथा आज पनि विश्वभरिका वैज्ञानिक र विद्यार्थीहरूलाई प्रेरित गर्दैछ।